त्यताको त सब भत्काएछ पुरै नै त्यो लाइनको त सब नै डाङडाङ डुङ्नु नै कति 2 दिन लगाएको 2 दिन लगाएको म त सोचेँ कि तपाईँहरूलाई 2-3 महिना अगाडि भेटेको तपाईँहरूको यहाँ बसिरहनु भएको थियो अनि यो फेसबुकतिर आइरहेको म त तपाईँहरूलाई नि भत्कायो होला भेट्न पाउँछु पाउँदिनँ के भयो कसो भयो भनेर म चाहिँ अनि हाम्रो चाहिँ के भन्ने छ अब 3 महिनाको मैले मेहनत मागेको छु त्यसमा मलाई खुसी लाग्यो यहाँ बुवा आमाहरूलाई चाहिँ अहिलेसम्म हटाउनु भएको होइन। रहेछ उहाँहरूले टाइम माग्नु भएको रहेछ सुन्नु न, मेरो सामान धेरै छ यहाँ सामान। अब लगेर कहाँ राख्ने सामान कम छ त आउनुहोस् त अनि- राम्रो राम्रो यो 50औं वर्षदेखि बसेर आउनु भएको अनि यत्रो सृजना गरेर बस्नु भएको छ यो चिजलाई एकैचोटि छोड्न त धेरै गाह्रो लिएर जान एकदम गाह्रो चिज पो बुढाबुढी मात्रै हुनुहुन्छ यत्रो ठाउँमा खोलाको किनारमा बसेर हाम्रो गल्ती छैन नि सबै बुझ्नु भने यो रोड गएको होइन हामी त यो कार्पेट मुनि नै होइन त्यही चाहिँ तल बस्नु पऱ्यो मैले एउटा दुईटा ढुङ्गा ट्याक्टरमा के अरे ट्याक्टर टुरी ढुङ्गाहरू ल्याएर उठाएको होइन 50 वर्षदेखि अनि राम अनि त्यो बिल्डिङ भएको राजाले अब यो खोलाको किनारमा बसेको मान्छेहरूलाई यस्तो गर्नु नहुने नहुने अब यस्तो छ तर गर्दा पनि अहिले त अनि व्यवस्थित पारामा राखिरहेको छ के भनेर सुनिन्छ हामीले त होइन होइन व्यवस्थित पारा त्यो पाराले हुँदै हुँदैन नि हुँदैन है। अर्का घर अर्काकै हो अर्का के हो अर्का के होइन हजुरको बिल्डिङमा म 2 दिन बसेर हुँदैन कि अब म दाउरा ल्याउनु पऱ्यो पानी ल्याउनु पऱ्यो आफ्नो धन्दा आफ्नो एउटा सानो एउटा झुप्रो छ भने आफ्नो सबै कुरा हो अब तपाईँले दिएको बिल्डिङ कि त दाना दिन्छु पानी दिन्छु खाना दिन्छु लाउनु दिन्छु भनेर त्यो हुँदैन अनि यत्रो त्यही त हुँदैन अब 3 महिना टाइम माग्नु भएछ अनि यत्रो लान त नि धेरै गाह्रो पो हुन्छ होला त कहाँ लाने त्यत्रो सामान यहाँ कम छ त सामान अब म त लगिहाल्छु नि। कसरी लाने पैसा यत्रो छैन, सामान अब गाडीमा लानुपर्छ गाडीमा अनि गाडीमा लानलाई यो झिक्न गाडीमा हाल्न पहिले झिकिसक्यो लानलाई- पहिले झिकिसकेपछि अनि चाहिँ खाल पार्यो अँ। अनि गाडी चाहिँ जम राखेर गाडी लाइन राखेर अनि अनि त्यही त हाल्यो। यत्रो हेर्दाखेरि सानोदेखि सामान त धेरै पो निक्लिन्छ त अब नदिने भनेपछि त अब के कुरा आएन यत्रो सृष्टि गरेर बस यो भने त सृष्टि हो नि एउटा बुवाको बुवा आमाको होइन त 50औं वर्षदेखि यस्तो सृष्टि गरेर बसेको अनि कस्तो दुःख लाग्यो मलाई पनि मैले नि अब यस्तो हुन्छ कि एकचोटि भेटिसकेपछि बोलिसकेपछि आफ्नै मान्छे जस्तो लाग्ने हुन्छ म अस्ति आएँ अब भेटेँ होइन तपाईँहरूलाई जाने भने आफ्नै लाग्यो मान्छे त भएर। हो नि सबै हो, हो। सबै आफ्नै मान्छे हो नि रगतकै नाता मात्र चाहिन्छ भन्दैन एउटा अनि- भावनाको एउटा अनि- रिलेसन अनि- हुन्छ होइन अनि- ल यो कहिले गर्ने हो यो मलाई पनि भन्नु म नम्बर लेखेर दिन्छु कहिले यो हटाउने हो यो म पनि आउँछु यसो बरु 1-2 जना केटाहरू लिएर आएर यो गरौँला गाडी साडीमा लोड गरौँला अनि ढुवानी खर्च अब यहाँ धेरै त अब कहाँ सक्छु र म पनि होइन 10,000 पैसा छ त्यो ढुवानी गर्दाखेरि त्यतिखेरको खर्च वर्च यसले गर्ने हुन्छ ल हुन्छ ल भेटघाट गर्दै गर्नुपर्छ नमस्कार नमस्कार होइन के नमस्कार बाबुलाई नमस्कार गर्नु नि यस्तो वृद्ध यस्तो बुढाबुढी आमाहरू बस्नु भएको छ यति दुःख गरेर यो ठाउँमा बस्नु भएको छ र उहाँहरूलाई चाहिँ व्यवस्थित गर्ने र सहज बनाउने काम भनेको चाहिँ हाम्रै र हाम्रो नेपाल सरकारको जुन चिज चाहिँ उहाँहरूले गर्नुहुन्छ भन्ने नै हामीलाई आशा छ यस्तो किनारा अगाडि बस्नु भएको छ कहिले काहीँ बाढी नै बढेर आयो भने पनि दुःख पाउने त हामीले नै हो पाउन पनि होइन सबैले तपाईँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो आमा बुवा यहीँ नयाँ बसपाक छेउमा हुनुहुन्छ उहाँहरूलाई आएर सहयोग गर्न सक्नुहुन्छ मैले चाहिँ बटोबारीले हामीलाई जहाँ गए पनि काट्छ भन्ने कुरो गरिरहेको होइन होइन भयो त्यो अरूको कुरा छोडिदिनु न मैले यति प्रतिबद्धता गरेँ कि आमा बुवालाई म नम्बर लेखेर दिन्छु कहिले यो अब सार्नु त पर्छ हामीले जसरी पनि छोड्नेवाला छैन छैन त्यो कारणले यो 3 महिना है